कुरा यत्रको मसालेबाट आइसक्रिम चाटेर हुर्केको मान्छे चाट्नमा एकदम मनपर्छ आइसक्रिमहरू के ल ल शेर्नी बिचरा कति गाह्रो भयो गडाप्पै छाती मार्न थाली के कड्याकुनु गर्न थाली सानो कट्टु फेर है कट्टु त फेर यतिकै यो चलाएको मैले उसले लिपस्टिक टोक्छ के गाह्रो लिपस्टिक टोक्छ अब के गर्नु होइन लिपस्टिक यहाँ लगाएको उसले चलाउँछ त कता चलाउँछ उसले अब कता कता चलाउँछ उसको अधिकारको कुरा हो तर मलाई सबै थाहा छ कता चलाउँछ भनेर ल सानो ल ढुकले बस्नु अलि दिन कुरेर बस आएर सबै जवानी पोखमला ब्रदर हुनुहुन्छ जानु के भन्छ अब म यसो चाहिँ मैले अब पहिला नुहाउँछु जिउ फोर्छ हौ खै के हो खै परदेशी मान्छे के आइरहन्छ क्या त गाडीको मोबिल चुहेछ के चुहिरहन्छ हौ इन्जिन त हुन त अनि धुना परेको छिन् चाहिँ त्यो गाडी पनि पुरानो भएपछि गाडी कम्पनीमा काम गर्नुहुन्छ ब्रदर कम्पनीमा गर्छु फुर्सदमा यसो सुई लाउन जान्छु बिचरा यता नि बिरामी हुन्छन् फुर्सदमा सुई लाएर आउँछु सुई लाएको त पैसा पो दिन्छ यहाँ त नेपालमा त सुई लगायो भने त उल्लो तिर्नु पनि यहाँ त पैसा दिन्छन् सुई लगायो भने ए तेरिका सिकारमा जान्छु बुझ न छालाको बन्दुक पड्काउनु ए तेरिका होइन अरू भन्दा नि म यो शेर्नीको हाँसो साह्रै मिठो हौ हेर त तपाईँ त कस्तो खालको हुनुहुन्छ हौ बोल्दा बोल्दा के भन्नुहुन्छ लु त शेर्नी हेर त तिमीहरूमा सँगै हेर त तिमीहरूमा सँगै बुढाबुढी एउटै ओछ्यानमा आमा आपा गरेपछि टक्क त्यहाँबाट काँधामा खुट्टा राखेपछि खुट्टा त्यस्तो हाँस्दै काउकुती लाउँदै काखामा कहिले काखीमा कहिले घाँटीमा काउकुती लाउँदै हँसाउँदै म त के साँच्चीकै के बिरामी पो हुनुहुन्छ के भ्याक्सिनहरू पो लाउँदै हुनुहुन्छ कि भन्छु नि यहाँ पनि त्यो कोरियन नर्स धेरै छ कि त्यो धेरै जस्तो केटीहरू नर्स छ कि अब उनीहरू नर्सहरूले दिनभरि सुई लाएर आउँछन् मलाई चाहिँ नाइटो पनि सुई लाउन बोलाउँछन् के उनीहरूको त्यो बेथा बिचरो दिनभरि बिरामीले सुई लाउँछन् उनीहरूले सुई नलाइदिएको हुन्न फेरि के खालको रोगहरू तिनीहरूका सानो त लिपस्टिक नटोका नेपाल आएर त के त त्यो गरौँला सबै टोकिहाल्छ लिपस्टिक चुस्छे टोक्छे नक्कली ल बाबा सानो कट्टु फेरि दुर्बिन लाउँदाखेरि त कट्टु भिजेको छ के भन्छन् क्या मलाई यहाँनिर त्यो भनेसम्म स्क्रिनसट राख्नु त्यो भनेको 15 दिनमा म लिन आउँछु जे बाजा यो लड्डुसँग यस्तो यस्तो बोल्छेस् किन बोलेको सेयर नै भन्दै मलाई भन्छन् क्या मेसेज गर्छन् कसैले भन्दै हुन सँगै सुतेको छुइनँ बोलेको मात्र भन्दै हुन त सँगै सुतेपछि कुरो सक्यो त अनि कसैले नि के भन्छ के अरे गाली गरेर पठाउँछन् क्या मलाई सुन त्यो गाली गर्नेले पछि हाम्रो कति पुलिस बनाएर डन्ठीले कुट्टा लाउनुपर्छ लु त ल्याएर म तिमीलाई गतिलो बिरुवा दिन्छु के नाति बस गति लामा चाहिँ यसो के शेर्नी त्यो बिरुवा राम्रो भएर मात्रै हुँदैन माटो पनि मलिलो हुनुपर्छ पोटिलो हुनुपर्छ माटो जमिन हेरौ त जमिन कस्तो राम्रो छ बिउ रोपेको तुरन्त बिउ उम्रिन्छ हेरौ त त्यसले त मलाई मेसेज पो गरिरहेको हुन्छ त सेनी तिमीलाई कति राम्रो सोचेको थिएँ किन त्यो लड्डुसँग जोइन गरेको यताउता भन्दै मेसेज गर्छ यसो के सुन है शेर्नी तिम्रो र मेरो जोडी भनेको सुपर जोडी हो तिमी राम्री छौ म त राम्रो छैन तर अलिकति बोली बच्चा हजुर ह्यान्डसम हुनुहुन्छ तर म तपाईँलाई ब्रदर भन्छु यसो त्यो कट भन्छन् चिची भन्छन् तँ यसो म सिधा बोल्छु इडियाले हेर सेरी तिम्रो जवानी हेरेर बाथरुममा कच गरेर झार्छन् अनि झारेपछि रिसाएर त्यस्तो भन्छन् अनि होइन कि अहिलेकै भ्युर्स फटाइछन् राम्री केटी जोइन भएको देख्ने हुन्न उनीहरूले कि ट्यापट्याप नि गर्दैनन् हेर आऊ त ट्यापट्याप कहिले 925 जना छन् ट्यापट्याप कति हुनुपर्ने कम्तीमा 27-25,000 हुनुपर्ने ट्यापट्याप हेर आऊ त इडियाहरू लो सेरीलाई कन्ट्रोल गरेर बस लो ओठ पनि चल्न थालो आँखा नि झिमझिम गऱ्यो नाक पनि चलो यिनको अलिकति गाह्रो नाक चल्छ नाकको दुलो चल्छ के किति चलाउँछ मगर्नी त हो मगर्नीले सानो ल कन्ट्रोल गर बाबा यसो गर कान्छी त्यो माथिको त नफेर तलको फेर्दै कहिले चलायो यस्तो आँखाको दुलोहरू चाहिँ मलाई थाहा छ म अँध्यारोमा पनि देख्छु कि अलिअलि म ल सानो बाबुको मम्मी यसो गर बाबा तर सानो कट्टु फेरिदेऊ बाबा सानो कट्टु फेर अनि माथिको नगर लदाउँछ क्या मैले रुन्छे फेरि मैले रुन्छे कल गरेर के भन्नु हुन्छ लाइन भन्छ रुइहाल्छ सानो नरौ है बाबा नरौ सानो नरौ म गएँ कालु म गएँ है सानो अहिले आउनु न गेम यसो गेम खेलौँ ल त्यो रमेश आउँदैछ अरे अर्को हप्ता नेपाल आउँछ अरे त्यो बिकिनी बनाउँछ है मोतीवाला
बेला बेला लाउनु बिचरो त्यहाँ पर्दैन तपाईँ मेरो ब्रदर हुन्छ के को मोती र सोती भनिराख्नु भएको ट्याक्टिरिका लाउँदैन म त्यस्तो मोती न ल सोती ल ल सानो पछि आएर लगाइदिनु पठाइदिनुहुन्छ भने अब एक्सर्साइज गर्न लागेको के भन्छ जिम जान लागेको उ त्यो ट्र्याक सुट पठाइदिनु सेटको ट्र्याक नलाउ चेप्छ त्यसले टाइट न टाइटमा चेप्छ के ट्र्याक सुट भनेको हौ ट्र्याक सुट पनि त छिटै कट्टु गराउँछ च्याप्पै चेप्छ कि च्याप्पै कट्टु गराउँछ छिटो बरु हर्ल्याङ भनेर लाउँदाखेरि हावा छिर्छ कि ट्याप नलाउ सानो ए साथी तिमीले एउटा कुरा खबर सुन्यौ समाचार सुन्यौ के त्यो मेरी क्विनको योनीमा घाउ भएछ र मेरी क्विनको योनीमा ला के भयो को मेरी कुन भनेको त्यो जवानी बेच्ने 2-4 छोरी मान्छे राखेर माथि ल हनाऊ गोल पुरा गराऊ छानेर लैजाऊ भन्ने म बिचरा पाप लागेछ योनीमा घाउ भएछ ठ्याक्कै त्यो डाँडीको बिचमा घाउ भएछ बिचरा डाक्टर साहब के गर्नु भन्थे अनि मैले भने ल ठिक छ तिमीले पाप गर्यौ सानो अब डाँडीमा घाउ भयो जाती भएछ रुँदै थिएँ मेरो हेर डाक्टर साहब पानी पनि सुकेको 8 महिना भयो पानी पनि आउँदैन मेरो हेर त सबैले मैले माया गरेर जान्छ भन्छ पाप गरेपछि यसो सानो पानी आउनु त म डाक्टरले बोलाउनु पर्छ भन्थे तोरीको तेल लाएर उल्टो माथि बसात गर भनेको थिएँ के गरेको नि खोइ मेरी क्विनले बिचरा यस्तो के सानो यहाँ सुन अब अहिले योनीको कुरा गर्दाखेरि यसरी अब तिमीहरूको भन्दा त बेसी भन्ने कुतेहरूको सफा हुन्छ किनभने घरिघरि कटु खोल्छन् हावा छिर्छ अनि तिमीहरू च्याप्पै च्यापेर बस्छौ बिचरा कति गाली गर्छु म होस्टरलाई कहिले उठ्नु डान्स गर्नु तर सेरी त सफा चाहिँ डान्स गरिरहेको हुन्छु म त पनिसन गेम पनि खेल्छु सावर गर्छु कतिचोटि नुहाइरहेको हुन्छु अनि सेरीको त चलाइरहेको थिएँ खुट्टाहरू चलाउँछ खुट्टा फटाउँछ यता होइन म त पनिसन गेमहरू खेलिरहेको हुन्छु फेरि कट्टु लाउँछ कट्टुमा हावा छिर्छ मजाले हावा ओर्दोर गर्छ भेन्टिलेसन जस्तो त्यस्तो त नभन्नु होइन कट्टु लाउँछ सानो अहिले कट्टु लगाएर आउला त्यो अस्तिको छोटो कट्टु कस्तो राम्रो देख्छ सेतो तिग्रा दिएर पुरा आउँछ त चाटुम चालिसे मुला जस्तो लेग पिस कस्तो राम्रो छ लेग पिस तर होइन फेरि म तिमीले तारिफै गर्छु होइन राम्रै कुरा भन्छु तिमीले पछि बिहा गरेर अब काँदे भनेको थाहा छैन तिमी जान्नु पनि नपर्छ काँदे भन्छ क्या मलाई अब मैले यहाँ ब्रदर त्यही भएर मलाई यहाँनिर रिसाएर उयो गर्छन् क्या कसैले म्यासेज गर्छन् क्या मैले जिन्दगीमा सबभन्दा बढी गेस्टमा बसेको तिमीसँगै हो आजै हो मेरो रेकर्ड जिन्दगीमा लाइफमा म यति बस्ने पनि थिएन अब यसो आश लाग्छ नि त भोलि बच्चाको आमा भइहाल्ला कि होइन भगवान्ले झुक्केर चिप्लाएर पाठेघरसम्म पुऱ्याएछ भने होइन यस्तो हुन्छ त त्यो भागेको खेल हो नि त कान्छी कहाँ हामी सापै नै बल गर्छौँ बल गर्नु तर पुग्नु भयो नि त पाठेघरसम्म पुग्नु पऱ्यो अन्डासँग भेट्न पऱ्यो तिमीहरू मुछेरै फालिदिन्छौ त भाग्यले पुग्ने हो अब हाम्रा नि हाम्रो भाग्य थियो बाउले आमाको पाठेघरसम्म पुऱ्याए हामी जन्मियौँ त हेराउ त लु सन्जोग हुनुपर्छ क्या सन्जोग हुनुपर्छ हेराउ त अहिले कति प्रयास गर्दैछन् बच्चा पाउन प्रयास गर्दैछन् ए बिहान पनि बेला खोइ बच्चा बसेको सेरीको त ट्याक्कै एकै लटमा बस्छौ किलोसी के भन्नुहुन्छ हौ साँचो बोलेको बाबा ल सेरी एउटा कुरा भन्छ एउटा तिमीसँग कसम खाएर जान्छु हेर तिमीसँग जो सम्बन्धमा छन् र घरकाले करायो भने मन दुखायो भने सिधै म्यासेज गर सम्बन्ध नै छैन मेरो ब्रदर कि म सिङ्गल होइन कोही छैन मेरो त्यस्तो ल त्यसो भए ल हुन्छ म ढुक्क भएँ नेपाल आएर मजाले चुकुल लाएर सुरुमा बच्चा बनाउँला मलाई आउँछ सबै कुरा आउँछ बनाउनु तिमी चुपो लाएर सुत्यौ भइगयो होइन सम्बन्ध बिएफको यसको बिएफले गाली गरे यताउता भन्नु त्यस्तो त छैन म एकदम सुपर सिङ्गल हो यहाँ सुन ए शेर्नी तिमी जोसुकेको बुढी हौ जोसुकैसँग जेसुकै गर म त्यो सप्तकोशीको 1 लोटा पानी लिएर चोखाउँछु मजाले फ्या गरिदेऊ तितेपातीले झाँक्री गरेर चोखाउँछु स्वीकार्छु छोरी मान्छे त्यस्तो चोखाउनु गर्नु पर्दैन के त्यस्तो जुठो सुठो केही पनि छैन जुठो हुन्न यताउता त्यही पुछपाछ गरौँ ल पर्फ्युम हानौँ ल त्यही हामी अँध्यारोमा त बच्चा बनाउने हो अँध्यारोमा के देखिन्न मेरो पनि नहेर तिम्रो पनि हेर्दिन अब छोरा मान्छेको पनि प्रायः यसो हुन्छ क्या सेरी है छोरा मान्छेहरू विदेशमा कम्ती गाह्रो छ अब विदेशहरू नाङ्गै नुहाउँदाखेरि खोइ कालो देख्छन् म त अन्तिममा नुहाउँछु त्यही भएर अहिले नुहाउन आँटेको कम्ती घिनाउँछ न छ्या है के हो यो कालो के भन्छ रुम कालो हुन्छ छालाको बन्दुक नि छालाको बन्दुक छ्या नुहाउनै लाग्छ के ल म 1K भएपछि झर्छु न 1000 जना मान्छे भएपछि झर्छु म
सेयर गर 970 बोल सेयर गर नुहाउने लाज के म त फलो पनि गरिदिने गाइस मलाई म त सबैजनाले सुन म त पर प्राइभेटमा नुहाउँछु कि खास नुहाउने भनेको यहाँनिर नुहाउने कि यहाँनिर यहाँ चाहिँ लस्करै नुहाउँछन् यहाँ हेर त कोरियनहरूको कति सेतो सेतो झुन्डाउँछन् हाम्रो त कालो न कालो हुन्छ छ्या देखाउने लाग्छ तुरी छ्या हेर त आमा म कतिजना नुहाउनुहुन्छ हौ एउटा उयसमा बाथरुममा लाइनै नुहाउँछ कि एउटा राक्षसको कम्ती लामो लिङ्ग छ नि हो शेर्नी पाखुरोभन्दा लामो छ हौ छ्या रमरङ्ग झारेर नुहाउँछ कि आमै शेर्नी त्यसले त गऱ्यो भने त मुखमा निस्किन्छ मुखमा माथि निस्किन्छ बाटेर त मुखमा निस्किन्छ कत्रो लामो मुर्दाको बनाएको भन्थ्यो कहाँनिर बनाउन पाउँछ भनेको मासु काटेर थप्नुपर्छ म त कहाँको मासु काट्नु खोइ अब हाम्रो त यति छ र त गर्न मान्दैन कतिजना नुहाउनुहुन्छ त्यहाँनिर उयो बाथरुममा 10-12 जना नुहाउने 10-12 जना नुहाउने हो कहिले कहिले यसो कुइनाले यसो गेडागुडीतिर हान्छन् तानिदिन्छन् म त त्यही भएर एक्लै नुहाउँछु फेरि कालो छ कि हाम्रो नेपालीको मेरो पनि कालो छ कि लास्टै कालो छ नि हौ छालाको बन्दुक देखाउने लाज पो त देखाउने लाज केटीहरू पनि त्यसरी नै नुहाउँछ केटीहरू पनि पल्लो कोठामा नुहाउँछ सानो दुलो पारेको छु झ्यालबाट हेर्छु पो त कहिले काहीँ कसरी नुहाउँछन् भनेर केटीहरू पनि सँगै नुहाउँछन् पल्लो कोठामा नुहाउँछ कि यहाँ दुलो राखेको छ दुलो पारेको छु अब त्यो केटीहरू नुहाउने दुलो पारेको छ कि यहाँ है कसरी दुलो पार्नु भएको छ यहाँ दुलो छ कि यहाँ यहाँ यो दुलो छ नि यो कालो यति टालेको छु कि यहाँबाट देखिन्छ कि ओइ नाङ्गै नुहाउँदो रहेछ हौ यिनीहरू ल 1000 जना भयो मान्छेहरू ल ट्याप गराऊ यो दुलोबाट देखिन्छ कि नाङ्गै ओइ कति सेता हुन्छ तर कि कोरियनहरू पनि मान्छे मात्रै सेतो कति भुत्ला पाल्छन् केटीहरू पनि भुत्लै भुत्ला हुन्छ कालो साँच्ची हौ भुत्ला हुन्छ के हुन्छ अरे यो चाहिँ यो इन्डोनेसियन यस्तो पेन्टी लाउँछ इन्डोनेसियनको केटाहरूले यस्तो पेन्टी लाउँछ यी भर्ल्याङ भन्ने दोर्मिसी